यो श्रीलङ्काको प्रसिद्ध डम्बुला गुफा मन्दिर हो। यहाँदेखि देख्ने भ्यू यस्तो छ र यो मन्दिरको इतिहास करिब 2000 वर्षभन्दा पुरानो मानिन्छ। यो श्रीलङ्काको प्रसिद्ध गुफा मन्दिर हेर्नलाई चाहिँ पर्यटकहरू निकै नै आउनुहुँदो रहेछ र यहाँ चाहिँ विदेशी पर्यटकहरू अलिक बेसी नै देख्यो हामीले र यही श्रीलङ्काको मान्छेभन्दा पनि विदेशको पर्यटकहरू चाहिँ बेसी आउनुहुँदो रहेछ। पुगेको यो गोल्डन टेम्पल भनेर भगवान बुद्धको यो गुफा मन्दिरभित्र चाहिँ भगवान गौतम बुद्ध सुत्नुभएको प्रतिमा छ र यसलाई चाहिँ रिक्लाइनिङ बुद्ध भनेर चिनिँदो रहेछ। यो सुतिरहेको भगवान गौतम बुद्धको प्रतिमा हेर्नलाई देश विदेशदेखि निकै मान्छे आउनुहुँदो रहेछ। विशेष गरी चाहिँ युरोप, अस्ट्रेलिया, अमेरिकाहरूतिरबाट चाहिँ यहाँ मान्छे आउनुहुँदो रहेछ। यो गोल्डन टेम्पल अर्को मन्दिरभित्र आउँदैछौँ। टक्क यहाँ चाहिँ गौतम बुद्धको मूर्ति छ भनेको चाहिँ 108वटा कि कतिवटा ठ्याक्कै थाहा भएन, म बुझेर भन्छु। म चाहिँ अघि बढ्दैछु टक्कसँगले। यहाँ चाहिँ सबै माथि ढुङ्गा फोडेर तल बनाइदिएको, माथिपट्टि ढुङ्गा तलपट्टि ढुङ्गा। चाहिँ यहाँ माथिबाट देखिने हरियाली र मनमोहक दृश्यहरूले यो मन्दिरलाई अझ विशेष बनाएको छ। यो त खतरै रहेछ। यो गुफा मन्दिरभित्र हाम्रो नेपालमा जन्मिनु भएको भगवान गौतम बुद्धको 150वटा भन्दा बेसी प्रतिमाहरू छन्। यो गुफा मन्दिर पहाडको बीचमा रहेको छ। यहाँ पनि मूर्ति रहेछ। सबै गौतम बुद्ध। माथि चट्टान र चट्टानको मुनि चाहिँ सबै गौतम बुद्ध भगवानको चाहिँ मूर्ति छ। करिब 150वटा भनेको छु यहाँ चाहिँ। टक्क यो चाहिँ सबै त्यहीँदेखि परैदेखि नै यहाँ भित्रैसम्म मूर्ति छ। सबै गोल्डन कलरको छ। देखेको भ्यू चाहिँ यस्तो छ। सबै निकै पर्यटकहरू घुम्न आउनुभएको छ देश विदेशदेखि र यहाँको मान्छेभन्दा पनि बाहिरी मुलुकको मान्छेहरू अलिक धेरै नेपालहरूदेखि धेरै आउनुहुँदो रहेछ। टक्कसँगले धेरै राम्रो रहेछ। यो चाहिँ गोल्डन टेम्पलदेखि देखिएको भिडियो। अहिले चाहिँ हामी श्रीलङ्कामा छौँ र श्रीलङ्काको डम्बुला भन्ने ठाउँ थोरै मासतिर हामी आएका छौँ र यहाँ चाहिँ गौतम बुद्ध सुतेको पहाड मुनि चाहिँ हामी आएका थियौँ। भगवान गौतम बुद्ध सुत्नु भएको पहाड मुनि र यहाँदेखि चाहिँ यस्तो भ्यू देखिँदो रहेछ। टक्क बाहिर हामी चाहिँ अहिले दर्शन गरेर फर्किसकेका छौँ। यो पर चाहिँ केही पोखरी होला, पर अर्को पहाड। दामी रहेछ त्यो भ्यू। अगाडि भिडियोमा हेर्दै हाल्नु होला कस्तो लागिरहेको छ, कमेन्ट पनि गर्दै हाल्नु होला। नेपालको प्लेन चढेर म अहिले भगवान बुद्धको यस्तो ठाउँमा आएको छु जुन ठाउँमा 2000 वर्ष पुरानो मूर्तिहरू छ। त्योभन्दा अझ पुरानो इतिहास छ। भगवान जन्मेकै देशबाट हामी आएका छौँ र यो ठाउँ एकचोटि घुमौँ न त भनेर, किनभने यहाँ यति धेरै विदेशीहरू आउनुहुन्छ। हरेक वर्ष हजारौँ होइन लाखौँको सङ्ख्यामा यो ठाउँमा पर्यटक आउनुहुन्छ र यो ठाउँ 2000 वर्ष पुरानो
विश्व पुरानो त्यो हेरिटेज साइटमा पनि पर्ने, अगाडि टक्क पिपलको रुख, माथिपट्टि हेर्नुहोस् त उतापट्टि पाउ, यो शरीरको भाग र यतापट्टि शिर, र यो बाहिर जस्तो देखिन्छ नि हुबहु 2000 वर्ष पुरानो यो चट्टानदेखि भित्र एउटा गुफा छ, धेरै भित्र। त्यहाँ चाहिँ भगवान बुद्धको आराम गरेर ढल्किएको जस्तो चट्टान छ। यो चट्टान विशाल छ, त्यहाँदेखि उतापट्टिसम्म छ, यहाँ माथि कोही पनि जान सक्दैन। यहाँको यो छ, यो चाहिँ श्रीलङ्काको, यहाँबाट करिब 15-20 किलोमिटर उतापट्टि रावणको दरबार छ भने त्यहाँभन्दा अलिकति ओर यो ठाउँ जुन गोल्डेन टेम्पलको नामले पनि श्रीलङ्कामा चिनिन्छ। यो चाहिँ तपाईँले हेर्दै हुनुहुन्छ यो पेजबाट टक्क लाइक कमेन्ट सेयर गर्नु होला, फलो गरेर अझ धेरै अर्को भिडियोको लागि अपडेट रहिरहनु होला है त।